के गर्नु गाइस हामी दुईजना बेरोजगारी कुन डाँडामा आएर हराए पनि थाहा छैन अत्तो पत्तो छैन कुन डाँडा गरे भ्यू त्यस्तो दामी छ है तर कहाँको थाहा छैन हामीलाई हाम्रो चाहिँ मर्निङ भइसक्यो है अनि त्यही हो यसो डुल्न जान आँटेको बसतिर डाँडातिर त्यही हो अब मासतिर गएर भेटौँ होला चाहिँ छ त्यही हो अनि जाडो जाडो रहेछ बिहान चाहिँ यस्तो जाडो जाडो भन्दा पनि धेरै नै जाडो हुँदो रहेछ ज्याकेटहरू त्यस्तो साह्रो लिएको थिइनँ म एउटा उडेर यो लिएको थियौँ त्यसो यहाँ चाहिँ हामीलाई गेट हाल्नुपर्ने हुन्छ मजाले गेट हाल्यो त दाजु गइसक्यो म चाहिँ गएँ त्यो जाडो छ के गर्नु अब चाँडै बिहे गर्छ बोलेको नि अनि बाई द वे यहाँदेखि चाहिँ हिमाल देखिँदो रहेछ त्यहाँ देख्न सक्नुहुन्छ धेरै जुम भएन त्यहाँ चाहिँ हिमाल छ है अनि त्यही हो त्यहाँ चाहिँ पर पुगिसक्यो अब म पनि मासतिर गएर मासतिर भेटौँ होला तोरीहरू छ के गर्नु यस्तै छ जाडो छ है यहाँदेखि चाहिँ सही हिमाल देखिरहेछ त्यहाँ देख्न सक्नुहुन्छ त्यही हो हिँड्ने बानी नभएर मेरो चाहिँ सास फुलिरहेछ गाई चाहिँ कुन ठाउँ हामीलाई थाहा भएन है त्यो डाँडादेखि पछाडि चाहिँ मिठो हिमाल देखिँदो रहेछ अनि विकास भएको ठाउँ जस्तो छ त हेर यता खोइ हामीलाई थाहा भएन है त्यही भए पनि त्यसैको अनि त्यहाँ चाहिँ एउटा टावर रहेछ यहाँनिर है त्यस्तो जुम हुँदैन रहेछ अनि मिठो हिमाल देखिरहेछ यहाँ पर पनि देखिँदैछ तर त्यहाँनिर चाहिँ के भन्नु अलिक घामले गर्दाखेरि रिफ्लेक्सन भेरी ब्याड भएको छ कुन ठाउँ हो र सोधौँ न गएर जानु मन लाग्यो नि कस्तो दामी ठाउँ छ अनि हामी चाहिँ के लिन आएको थियौँ नुडल्स लिन आएको थियौँ हिजो हल्का ज्यादा भएछ कि अनि बिहान बिहान क्रेभिङ्स भयो है हुन त केटी होइन केटाहरूलाई पनि हुन्छ त्यही हो तर त्यो ठाउँ जानु मन लाग्यो यार कसम नि एनिवे हामी चाहिँ कहाँ छौँ भने गुफा पोखरीको बाटोमा छौँ त्यही हो होइन गाइज हामी चाहिँ है लिएर पनि आइसक्यौँ हल्का यसो खानपान है हुनाले पाहाडमा आएर यस्तो त नखानु पर्ने हो तर के गर्नु सहरमा लागेको बानी त्यही हो होइन हामी जस्तो चित्या पाहाडको अर्ग्यानिक खाना सुहाउँदैन रहेछ भनेर बुझ्यौँ एनिवे यहाँ चाहिँ सुन्तला रहेछ एक्सट्रिममा खाएको भिडियो पनि आउँछ के भन्छ त्यसलाई ओरेन्ज मुकब्याङ त्यही हो ओरेन्ज हन्टिङ आउँछ है त्यही हो हामी चाहिँ ओरेन्जको सिटी भनेर नोन एज धनकुटा होइन धनकुटामा आएको छौँ है पानी रहेछ त्यही हो दाजु हिँड्नुहुँदैछ उहाँ सुन्तलाको बोट छ तल झन् बगैँचा छ म एकछिनमा देखाउँछु देखाएको पनि छु कि तर मजाले बारीमा गएर चाहिँ देखाएको छुइनँ अब एकछिनमा गएर देखाउँछौँ हामी त्यही सुन्तलाको बगैँचामा सुन्तला चाहिँ होइन सागसब्जी हल्का बोट टिप्नुपर्छ होला यस्तो सानो चाहिँ के हुन्छ भने के भन्छ फेरि भेट्यो फेरि फल्छ अरे उम्रिन्छ अनि यसलाई चाहिँ के भन्छ भने सुन्तला भन्छ क्या सुन्तला देख्नुभएको थिएन होला गाइजहरू के गर्नु खाने भने आउनु होला तपाईँहरूलाई के गर्नु तपाईँहरू होइन अब ससुराली बनाउने भने ससुराली के घर बनाउने भने चाहिँ केटीहरू स्पेसली केटीहरूलाई है यस्तो सुन्तलाको बगैँचा रिच अनि गाइज के गर्नु यता नि छ है यता नि छ है सुन्तला कमी छैन नि फ्रेस खानु पाइन्छ है
अनि तपाईँहरूले यहाँदेखि हिमाल पनि देख्नुहुन्छ है। त्यो यो अनि होइन सुन्तला यस्तो फ्रेस छ है, बोटबाट टिपेर। अब्बल मिठो छ कसम। बिहान बिहान खानु पाउनुहुन्छ, यसको लागि सम्पर्क त गर्नु होला। फाइनली गाइस चाहिँ हामीले चाहिँ सक्यौँ है, यही खोर बनाएर बोजूलाई कतिवटा सुँगुर पाल्ने रे? एउटा सुँगुर पाल्नुको लागि यत्रो खोर। अनि यता चाहिँ सुन्तला छ। खोर बनाउँदाखेरि यहाँ यति कतिवटा झरिसक्यो होइन, झारेर खाँदा पनि हुन्छ, तर यो चाहिँ मिस्टेकली झरेको हो। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ अनि अहिले चाहिँ हिमाल खतरा देखिरहेको छ है, हेर्न सक्नुहुन्छ है। त्यहाँनिर मेरो पछाडि हिमाल देख्न सक्नुहुन्छ, त्यहाँ त्यही हो। अनि सुन्तलाको भक्कु बोट छ है, इनफ। अब कोदो टिप्नु जानुपर्छ। यो सुन्तला किन्नुको लागि चाहिँ कसलाई सम्पर्क त? फोन नम्बर नभन्ने त्यही हो है। गिनास्टिक भइरहेको छ अब गएर नहुने यसो, त्यही हो अहिलेको लागि अपडेट। म चाहिँ पर्सनल कुक हुन आएको ल। यहाँ चाहिँ हामीले पर्क परेको छ, गर्नु आएदेखि के भएको छु पर्सनल कुक। गाह्रो छ मेरो बाहिरको भ्यू किचनदेखि चाहिँ सुन्तला गाडी है त। अब एकछिन यसको चाहिँ के हुन्छ म देखाउँछु एकछिन ल। भयो किन हो यस्तो बेरोजगार भएर रोजगार खोज्दै आएको। यहाँ रोजगार खोज्दै गर्दैछु।